हेर्नु हेलो गाइस के छ खबर गुड इभिनिङ अब दिदी छिटो हामी आज अम्मा खानलाई सर्लक्कै यत्रो खेतबाट लाइन लाएर आइरहेका छौँ बारी चिप्लिँदै मैले चाहिँ बनाइनँ होइन गाइजहरू म अब यहाँ चाहिँ बनाउँदैछु अनि यता छोरी त्यता बहिनी मलाई थाहा छैन कहाँनिर कहाँ र अस्ति त ऊ त्यहाँबाट जाँदाखेरि बुवाहरू हिजो त्यहाँबाट मलाई थाहा छैन मेरो अनुहार ठ्याक्कै देखिया देखिया तर पछाडिको बडी उज्यालो बाल्य भने यसरी बनाउनु पनि ठिक हुन्छ आइछ ल अब हामी नाम चाहिँ थाहा छैन हैन जान्दैछौँ होइन यो खानेकुराको नाम चाहिँ थाहा छैन तर खानेकुरा चाहिँ हो नाम थाहा नभए खाँदैनौँ हामी मलाई थाहा छैन त्यो खै त यसो टेस्ट हानौँ न हामी नि कस्तो हुन्छ र टेस्ट गरेपछि थाहा हुन्छ अमिलो अमिलो यो खाँदा पनि पहिला खाएर छु मैले खाथे म फर्स्ट टाइम अस्ति आज मलाई थाहा भएन होइन के चाहिँ यो नाम त उयो हल्ला नरा हो अब यहाँ चोर नआएको यहाँ त बेलाउँदै चोर नखानु गाइजहरू हामी होइन यहाँ अब चोरी गर्दै भ्लग बनाउँदै गरेको मैले यहाँ रहेछ रुख त आइपुग्यो त्यस्तो पाकेको मन पर्दैन फेरि गाइजहरू होइन मलाई होइन त्यही नै हो यस रुख यत्रो हेता एउटा रुख छ होइन अब यहाँबाट चट्ट लाएर खानुपर्छ होइन यसलाई हेर्नुहोस् गाई चाहिँ अम्बा हेर्दिउँ न त यसो हैन मम्मी हामी किनेर चाहिँ खाइन्न बजारमा बसेर यसरी रुखबाट टिप्दै खाँदै हेर्नु पाइयो नि आफैले घरमा अर्गानिक खायो नि त्यस्तो किनेर कसले खान्छ बल्ल खान्छ होइन यसलाई हैन हामी क्लियरली त किन मम्मी यसलाई हैन हामी अङ्कलले हामी चाहिँ नगर्छ के गर्ने त हेलो अन्टिङ सुरु भइरहेको होइन हाल्नु ल अङ्कल मलाई ट्याग गरेर मैले युट्युब हाल्छु क्या त युट्युबमै मेरो नि आइछ युट्युबमा रुख चाहिँ सानो खा गाइजहरू होइन धेरै खेतैमा रहेछ बेलाउँदै नि सकिसक्यो खाने म फेरि अर्को रुख टुर गराउँछु अब यो नालियल लिएर जाम अनि अम्बा खाने कार्यक्रम सुरु भइसकेको छ म चाहिँ हल्का लेट भएँ अम्बाले अहिले बनाउनु भयो हजुर होइन पाकेको कसले खाने हो हिजो घर पाकेको लिएर जान थियो कि धन्ने चिप्लिनु दुई तिन समातेर नै गाइछ अब यहाँ नरहेछ नि त्यस्तरी यहाँ त माथिल्लो रुखमा जानुपर्छ हेर्नु गाइजहरू अब यहाँ रहेछ ल एउटा मलाई खान मिल्नेवाला गाइजहरू ऊ त्यहाँ फेदान रहेछ अझै अरू नि छन् क्या आराम छ भन भाइ साटौँ न पाकेको त हिजो लिएर जान थियो नखाएको मैले मैले पाकेको छोराको चोरेको कुहिएको परेको छोराले खाँदाखेरि चोरेको त कुहिएको परेको अब भुलमा घर गयो भने यस्तो धेरै अम्बा खान्छौँ बेलातिर अम्बा एउटै हाल्ने त्यहाँ रुख पनि ढलेको रहेछ गाइजहरू चट्ट लाएर
अब चाहिँ म यहाँ टिप्दै यसो एउटा दुइटा खल्टीतिर हाल्न पर्ने भयो यहाँ रुखा चढ त यस्तो रुवा के चढ्ने र त्यहाँ हेर्न कहाँ कहाँ टिप त यो त लास्टै साह्रो खान्छ रोके म पनि गएँ ल बुटा होइन कोदान्छ उता त सानो भए पनि खाने लायकको भए भइगयो त सानो ठुलो हेर्न हुन्न क्या कहिले पनि खानेकुरामा वर न अर्को पाकेको नि होला त्यहाँ ऊ त्यहाँ नि टिप्यो त ऊ त्यहाँ एउटा पाकेको यो चाहिँ त्यहाँ ठुलो भाले खानुहुन्छ नि त हामी जान्दैन ठुलो पुगिसक्नुहुन्छ ऊ त्यहाँ के पाकेको देखेँ कि मैले अङ्कल अङ्कल भन्नुहोस् तपाईँको भ्लग अरू कसैले हेर्छ कि नै हेर्छन् अरू भन्नाले हाम्रो घरतिर एउटा क्या हेर्दैन ए मैले बुवालाई गफ लगाइदिएको के म त घरबाट हिँडेदेखि तु त तल लिङ्गे पनि खेलेर बसेको भनेर गफ लगाएर हिँडेको जाम अब त्यहाँ बस्यो भने के गफ लगाएर बसिस् त जाम जाम होइन कता र माथि नि त्यही बाटो जाने हो अनि अलि माथि यसले बाटो लिएर जान्छ अब मलाई पनि थाहा छैन म त उता होला भनेको थिएँ कि होइन ए यहाँ हो यता जाम हो यहाँबाट उता टुना जाम अनि उहाँ जाने ए अहिले आफै झर् त्यसो भए तल गाइजहरू बुवा मम्मी हेर्दा आउनुहुन्छ कि होइन के गाउँ हेर्दा आउनुहुन्छ माथि जान माथि चाहिँ लेन्स गाइजहरू यहाँ उठाएर उक्ल्या उक्ल्या वार्की नक्कललाई त नतानिकिन हुन्न ल मेरो भ्लगको कन्टेन्ट मेरो भ्लगमा कन्टेन्ट भेट्यो गाइज न यस्तो यस्तो हिँड्दैछु म गाइजहरू होइन फाइनली म यहाँ आओ यहाँ मेरो होल्डिङ खाली छैन अब चिप्लिन्छ यहाँ काँडोको पो याद फेरि लेट जानु भोलि आउने यस्तो ऊ त्यहाँ हिजो यहीँ काट्नु यहीँ काटेर मैले एक बार लगौँ हिजो आएर गाइजहरू उनीहरूले एक बारी घाँस लगायो स्पन्दन फुस्केर यहीँ छोडेर हिँडेको होइन अब हामी हो त्यो बेलामतीको रुखमा जान्छौँ होइन कस्तो लाएर बिस्तारै न है यस्तै छ गाइड छ अब हाम्रो पारा दसैँमा आएको यस्तै छ हामी यहाँ यस्तो यस्तो बाटो हिँडिरहेका छौँ गाइजहरू होइन यहाँ यत्रो बिहान म यता यो दसैँ यस्तो मेमोरेबल हुने म सोचेको थिइनँ कि अहिलेसम्मको दसैँमा घर बसेर मासु खाइन्थ्यो बल्ल यसरी हिँड्ने कहिले त्यो पनि घरबाट हिँडेको घरबाट भागेको भएर त्यही नि अब गसी बेलुका गसी गाली खाइन्छ कि अनि टुङ्गो चाहिँ छैन यत्रो रमाइलोको लागि एकछिन गाली खानु म चाहिँ अब त्यहाँ टिङ बनाउँदै रहेछन् सहयोग गर्छन् आएको भ्याइ छैन भनेर ठ्याक्क आउँदै थिएँ बाटा कान सकाएर गएँ अनि मलाई चाहिँ झ्याउ लाग्यो अनि त्यो टिङ यस्तो बच्चालाई हल्लाइदिएँ एकैछिन सकिन हल्लाउने त्यहाँबाट निस्केँ त्यसपछि अनि ठ्याक्क बहिनीहरू आसी अनि ल जाम भनेर अनि अम्मा खान आइछौँ हामी होइन फाइनल्ली अर्को रुख आइसक्यो हामी अर्को रुख अम्मा यस पाकेको तर हामी पाकेको अम्मालाई चाहिँ
इग्नोर गर्दै अलि काँचो काँचो अलि नानी ल अलि काँचो काँचो अम्मा खान्छौँ गाइज हामीले चाहिँ। अलि काँचो होइन कि पाकेको काँचो काँचो हो के पाकेको खानु रेडी पोजिसनमा तलको रुख जस्तो यस्तो मिठो चाहिँ रहन्छ गाइजहरू यो मिठो होइन अर्को मुठा त सानो मुठा खाके नि हेर छन् त्यसमा दामी क्या तर त्यहाँ नि छैन त्यसरी मास लाएर चाहिँ गाइजहरू यहाँ मैले अस्ति नै हेरेर एक प्लास्टिक लिएर गएको पिरो खाने हेरेर सारा खाइएन के यसको मिठो हो हेर त त्यहाँ खाना टिप्टा यस्ता पछाडि हो यस्ता पछाडि हो सबै पछाडिको पछाडि अझ खान सुरु गर्नु मेरो त फुल त्यहाँ खाने गाइजहरू होइन खोज्नु नगर न मेरो हात नि छन् त्यहाँ बा गइसक्नु ऊ भारी बोकेर हिँड्न टिप्छ छिटो जाने हामी पिङ खेल्न जाऊँ ल अनि हिजो नि खेलायो नि त्यो बाङ्गे छ भनेर डर लाग्यो कि मलाई पिङ खेल्ने हाल खेल्न त किन नखेल्ने खेलिराखे हेन गाइजहरू धेरै मासु मात्रै खाएर नबसाओ होइन हाम्रो गाउँतिर बेला जाने भयो यत्र यत्र सानो नटिप यो धेरै मासु खाएर नि असर अड्छ एकैचोटि त्यो बरु चुस्सा चुस्सा खाइरहने गाइजहरू घाँटी अड्केला फेरि धेरै नआत्याउ भाइ बहिनीले धेरै खान्छन् भन्दै छिटो खाउला र घाँटी अड्काएर हस्पिटल पुर्याउनु पर्ला अब ठुलो हो अम्मा गाइज अर्को यहाँ हाँसे खाइस जाम अङ्कल बुझ्नु भयो मैले तपाईँलाई डेली बेलुका किन फोन गर्ने हो किन यस्तै हँसाउनुहुन्छ मलाई कस्तो रमाइलो लाग्छ क्या म अब हाम्रो घर फेरि यस्तो सब यस्तो निसा टाइपका है यस्तो सिरियस टाइपका नानी अब तिमी यो त के आऊ होइन शुक्रबार मेरो छुट्टी मिल्यो भने किन अनि कहाँ सुत्छौ दुईटा एउटा हाल्दा एउटा हातमा अनि एउटा भैमा हुन्छ त्यहाँ पापे हुनुहुन्छ के नतानी जानी गाइजहरू अब अनुहार देखियो मेरो देखियो हजुर देखियो अब हामी यस्तो यता नि खेत वृक्ष मण्डप त्यहाँ हिँडिराखेका गाइजहरू होइन अब यस्तै हो गाइजहरू केन त नि अब होइन चट्ट यहाँ खेता डुल्दै डुल्दै छौँ कुञ्चनले फेरि अब किन गरम गरम हुन्छ तर लास्ट झ्याउलाउँछ मलाई यस्तोहरू गर्न मन नलाउने होइन कि काम झ्याउलाउने हो कि मलाई मैले नि के काम गर्छु र बाख्रा एउटा काम हुन्छ हौ उहाँले हेरौँ न म त अहिले बाख्रा हेर्नु कुन रहेछ अङ्कलको पुच्छर लाएर रहेछ मैले हेरेँ अन्त एउटा बाख्रा हेर्ने हो कस्तो रमाइलो भएको थियो नि यहाँ अङ्कल साथीहरू बरु अनि घाँस बोक्नु हालिहाल्यो नत्र मैले केही काम गर्दिनँ गाईहरू घर अनि झ्याउलाउँछ मलाई काम गर्दै अब अगाडि त्यसरी बोल्नु भएका भयो दुईजना एकअर्काको लुच्चेर सिद्धै सक्थ्यो तर दुईटा अगाडि भयो भने बोल्दैनन् के म बोल्दिनँ अनि मैले के भन्छ दुईटा अगाडि भयो भने बोल्दैनन् भने नि अङ्कल कस्तो खुल्यो गएको मेरो यहाँ भर्खर भ्लगिङ भयो पानी यति आएको गाईहरू यहाँ यसले कति धान यत्रो धान हुन्छ
पानी कुलो गाइजहरू यो होइन बानी त्यसरी छैन ऊ त्यहाँ माथि छ यसको चाहिँ मूल अङ्कल होइन मलाई यो मेरो साथीहरूबाट इन्भिटेसन आएको कि तिनीहरूको गाउँ घुम्न कहाँ भन्नु न गाउँ फेरि कहाँ सराङकोट सोराङको हो अँ मलाई नि लिएर जान न कुन चाहिँ साथी भन्नु न हेरी हो अहिले तपाईँको जोडी त चढेछ नि के केही दिदीबहिनीहरू भएका बागुन्डालको जाने छ अँ 2 दिनको छुट्टी लिएर अँ जान्छ 2 दिनको दिन लिएर जाने र छुट्टी लिएर दाइ सुमन दाइ जान्छु भन्दै थियो को सुमन दाइ तुमले स्कुल खोज्दिनु भन्थ्यो नि हो त्यो दाइ जान्छु भन्दै थियो म बिहान गएर बेलुका आउने कि हुन्छ दाइ त भाइ त्यहाँ भन्दा नि माथि पनि के भन्ने खालको त्यस्तो रमाइलो पञ्चकोट हो कि त्यस्तो थियो त्यहाँ जानु पर्यो म नि बिहानै हिँडेर गएर बागमंगालीका दर्शन गरेर खाना खाएर अनि नभए माथि पञ्चकोट पुगेर त्यही माथि गएर खाना खाएर पञ्चकोट गएर अनि रातिसँग कोठाइन्छ कि अनि साधनहरूसित 10 बजी आइहालिन्छ नि त्यो जग्गा बाटो मैले एकचोटि गाडीमा गएको छु त्यतिपछि अलिअलि बाटो थाहा खानेछ अलिकति यस्तो यस्तो छ बाटो भन्ने पुगिहाल्छ अँ म बेनी कुसमा बेनी पुगेर आएको म बेनी पुगेर आएको क्या राति 11 बजी आइपुगेको थिएँ पोखरा 11 कि 12 बजे थियो होला क्या म गएर आएको क्या त्यही होला खै त्यो हाम्रो फले छैन नजेले म बाटोबाटै नि भनेर नभन्दामै होइन कि तर दुईजना दुईचोटि हिँडेर नि कहाँ हिँड्ने मा कसम हटाएन मैले हामी अहिले फर्किँदैछौँ गाइज हामी अहिले भ्लग बनाएको छैनौँ आज आधी घन्टाको भ्लग हुन्छ होला मेरो जम्मा होइन अहिले 15 मिनट भएको थियो अहिले 3 मिनट भयो एउटा गीत गाए हुन्न कपिराइट लाउँछ कपिराइट लाउँछ गीतले हाम्रो दसैँको बोडीको ज्याङको घर हाम्रो चाहिँ सट्ट लाएर यहाँ हिजो ढलाइदिएछ नि पाखरीको रुख मलाई के थाहा हिजो खतरा हावाला चाहिँ हिजै होला यी सेङ्काइजहरू ढलाइदिए अस्ति नै अट्याएको नि फेरि ढलेछ अहिले बुवालाई भन्ने नहोला त अहिले घर गएर बुवालाई भन्नु पर्ला नि त्यो अस्ति हल्लाइदिएको थियो अरे के रुख माथिको मम्मी बुवाले मम्मी जान्नुहोस् मम्मी हामी कता खान हामीलाई नि देखाइदिने यसो हाम्रो खेत गाईहरू नत्र हुन्न खेत गाईहरू अलि लडेको भिडियो हाल्नु कन्टेन्ट भनेर हाल्नुपर्छ ट्याक्क लाएर लडेकोवाला अनि त्यसपछि चाहिँ अनि मजा आउँछ अलिकति भ्युज आउँछ गाइज केटी देखाएर त्यही मान्छे लडेपछि सुन्नु न भन लडेकोमा नि त्यो फ्रन्ट पेजमा राखिदिनु के हाइलाइट गरेर ट्याक्क राख्ने अगाडि अनि पछि त्यसपछि काटेर फेरि सुरु गर्ने गरेपछि बवाल हुन्छ तर मैले ऊ चाहिँ अर्दिन फेरि त्यो चाहिँ गराउनु क्या कन्टेन्ट त्यस्तरी डाइरेक्ट हालिदिनु गाईजहरू यहाँ मलातो यहाँ भैँसको गोठ है उतापट्टि र यहाँमा धान फरक छ किन भन्दाखेरि यहाँ मुलहातो भएर चाहिँ यसको रस धेरै गर यस्तो बवाल भयो यहाँ धान सुन्नु फ्रन्ट गरेर त हजुरको अनुहार देखाउनु त ल्याउनु न यसो ल
के भन्नु पर्यो गोठ यहाँ छ गोठमा हुने पाडो यहाँ छ इस पाडापाडी हान पाडो पाडो यहाँ चाहिँ गाइस फेरि यति पानी छ यो चाहिँ कुलाको उतडा आउनेवाला कुच्चिनुपर्छ नि त्यो उ गर्नुपर्छ नि गरा मुख डोबालिनुपर्छ नि होइन गाइजहरू अङ्कल हात दिनु त भयो दिन्न त्यो अम्मा दिन्न होला त्यो जाऊ यो यहाँ पानी बाँडेर चन्कुन चाहिँ ल्याऊ हाम्रो चाहिँ ऊ त्यहाँ गाइजहरू होइन बारी हो योवाला चाहिँ हो ठ्याक्कै ठ्याक्क बुढदेखि होला सबै ठ्याक्कै एरिया हो हाम्रो चाहिँ मूल छ ठ्याक्क लाएर आफ्नै मूल छ हाम्रो त गाइजहरू पानी लाउनु पर्दैन पानी यहीँ हल्लो कुला यस्तो पानी अनि होइन होइन त त्यहीँ मूलको पानी खानुहुन्छ त त्यहाँ मूल थियो क्या त्यो मूलकै पानी हो गाइज यहाँ चाहिँ यो चाहिँ अब मूलकै तर टाढाको त्यहाँ चाहिँ मूलै थियो अहिले हामी राम्रो अम्मा खानलाई यो अम्माको रुख छोडी छोडी गएको काम गाइज तल मिठो अम्मा खानलाई एउटा त होला नि त्यही पनि स्काइजहरू अनि हाम्रो त्यहाँ कुलको मन्दिर यो वर्ष चाहिँ हाम्रो कुल पूजा थियो पोहोरकोमा भए चाहिँ म आउनु पाउँथिनँ गाइज मेरो 12को एक्जाम हुनै हुन आँट्दा थियो अनि के भएको थियो म आउनु नपाउने एक्जाम थियो गाइजहरू मेरो होइन आउन पाइएन ठ्याक्क रोकिएको थियो यो वर्ष ठ्याक्क भयो अनि त्यसपछि आएर मस्त मजा भएको थियो पूजाको दिन हाम्रो एक्जाम परेको भाइहरूको बिहान परेको हाम्रो 12 बजेपछि परेको म आउन नपाएको यस्तो झगडा कतिपछि भयो जन्मेपछि म फर्स्ट टाइममा होला कुल पूजा हुन थाहा पाएको मैले त यो सेकेन्डचोटि मैले थाहा पाएको किनभने पहिलोचोटि त्यो मन्दिर बनाउँदै थिएँ त्यसरी थाहा पाएँ अनि त्यसपछि चाहिँ म गएँ भनौँ न होस्टेलतिर भएको टाइममा गएँ होइन त्यस गाइजहरू त्यहाँ ऊ पिङहरू मचाउँदैछन् गाइज होइन अब हामी गइन्छ त्यहाँ यस्तो म पिङ चाहिँ देखाउँछु फेरि म लाज लाउँछ त्यही भिडियो बनाउनुलाई चाहिँ यस्तो पिङको चाहिँ मजाकवाला बनाउँछु भिडियो बोल्दिनँ त्यहाँ चाहिँ भिडियो मात्रै बनाउँछु यसो चट्टा लाएर अनि त्यसपछि हामी घर गइन्छ गाइजहरू भनौँ त्यहाँ यस्तो अब यदि अस्ति अब भुललाई पुगिहाल्छ मामाहरूको सिटा हाल्न पाइहालिन्छ होइन म पनि अगाडि शनिबार जाने कि भनेको थिएँ मैले त स्कुटर हेर्नु सक्यो नत्र म शनिबारै जानुपर्छ होइन म मोरियामा खै कुन चाहिँको अङ्कलले स्कुटर हेरेपछि थाहा अङ्कल म घुम्न जाने हो दुईटा जाने हो अङ्कलले उमा लानु कस्तो लान्छ कि तिनजना अटाइन्छ त अङ्कल अटाइन्न है अटाउँछ चेकिङ हुन्छ क्या त्यहाँ चेकिङ हुन्छ अब हजुर के छैन तिमीहरू ड्युटी गराऊ म बेलुका हुन्छु म आउँदा तिमी 8 मिनट भइसक्यो गाइस होइन अब हामी यहाँ ठाँटी नयाँ ठाँटी यहाँ बन्दैछ बिस अब हाम्रो यहाँ सन्दार पिङ गाइसहरू गाइजहरू यहाँ पिङ खेल्दैछन् तर अब हामी चाहिँ गइन्छ यहाँ यस्तो गाह्रो हो पिङ खेल्नमा ल गाइज अर्को दिन सुरु भइसकेको छ मेरो म अब हिजैको ठाउँमा छु तर अब त्यहाँबाट चाहिँ हिजो माथि गएको थियौँ अब तल खेतमा जानु छ होइन गाइज यो चाहिँ अर्को भ्लग बनाउँथ्यो फेरि अनि त्यो हिजोको एन्डिङै गराएको थिइनँ अनि कति मिनट भन्दाखेरि त्यो टोटल्लीमा 20-22 मिनट जस्तो भएको होला अनि त्यो टाइममा अब एकैचोटि हालिदिनुपर्छ कि जस्तो लाग्यो त्यो दुईवटा भ्लग नगरिकन एउटैमा गरौँ कि जस्तो लाग्यो मलाई चाहिँ त्यो भ्लग दुईवटामा एउटा ग्यापेर हालिदिनु जस्तो लाग्यो अनि त्यो भएर चाहिँ मैले एकचोटि भ्लग फेरि सुरु गरेँ र त्यसलाई थ्याङ्क यू त्यहाँबाट भनेर
वेलकम गराए पनि त्यो इन गराए भए पनि हुन्थ्यो तर त्यो मनै लागेन फेरि अर्को भ्लग बनाउनु पऱ्यो भन्ने गाइजहरू होइन त्यस्तो नै छ पिङ चाहिँ ठ्याक्क त्यहाँ हिजो चाहिँ राति भएर देखाएको थिएन त्यसरी म चाहिँ अहिले यहाँ जाँदैछु होइन यस्तो छ बाटो गाइज यस्तो बाटो जाँदैछु म होइन अहिले चाहिँ कहाँ जान्ला भन्दाखेरि चाहिँ म तल हाम्रो खेतमा जान लाग्यो त्यहाँ एउटा काँक्रा छ अरे त्यो चाहिँ लिएर आउनु पऱ्यो अन्त आज टिकाको दिन हो नि त फेरि अब गाउँमा फेरि अब आज बसिन्छ अनि फेरि भोलि बसिन्न होला त्यस्तो नै छ त्यस मैले हिजो देखाएको थिएँ हाम्रो कुल पूजाको मन्दिर यही नै गाइजहरू होइन हाम्रो कुल मन्दिर अब पोहोरको फागुनमा भएको थियो अब फेरि 5 वर्षपछि भनेपछि यो फागुनमा 1 वर्ष पुग्छ अनि यसरी नै त 5 वर्षपछि हुन्छ अब अर्को कुलानी पूजामा कहिले हुन्छ कि भएन गाइजहरू है गाह्रो छ सिचुएसन अब त्यस्तै हेर्ने त गाह्रै छ त्यहाँ पनि भन्छ गाइजहरू अब त्यस्तो हुन्छ अब हाम्रो चाहिँ यहाँ मस्तको छ भनौँ न खेतहरू हाम्रो चाहिँ अब त्यहाँ यतातिर खुलाको पानी लाग्ने कि गाइजहरू यहाँ चट्ट लाएर अब गाइज मेरो चाहिँ त्यस्तरी क्लियर चाहिँ आउनु है ब्लग छ किनभने मेरो एन्ड्रोइड हो एप्पल होइन त्यो भएर चाहिँ मेरो आउँदैन गाइज क्वालिटी अलिकति कमै हुन्छ होइन गाइज उता छोरीहरू आज घाँस काट्न आइराखेर छन् हो है त्यहाँनिर मान्छे देखिएन उसले बुवा दाई छोराछोरी घर टाउनतिर चाहिँ घाँस काट्न आएछन् ट्याक्क लाएर गाइजहरू अनि म चाहिँ बारीमा आइपुग्नु हाम्रो अन्त होइन गाइज त्यस्तै नै पहिरो लडेछ हाम्रो चाहिँ अब यही हो गरा ठ्याक्क लाएर काँक्राको झ्याल यो गाडा पनि हो त्यो तल्लो गाडा नि हो यो पनि हो हाम्रो होइन गाइजहरू यहाँ फेरि पहिरो गर्छ यहाँ चाहिँ ठुलो आएको त्यो धान फल्यान्दा उतापट्टिको हाम्रो त्यहाँ फेरि साँझ छ म फेरि यहाँ तल धर्नु पऱ्यो गाइज यस्तो गाडी छ यार त्यो त्यहाँ रहेछ उहाँले गाइज काँक्रा देखिसक्यो सानो भन्ने हुन थियो यत्रो रहेछ म चाहिँ यही लिन आएको अहिले चाहिँ गाइजहरू होइन काँक्रा यसलाई चाहिँ अब झोला हाल्नु पऱ्यो आँटा उताबाट छोरीले काँक्रा चोर भन्दैछन् को हल्ला रे मैले त्यहाँ राखेँ काँक्रा राखेँ चट्लाएर म चाहिँ अब हिँडेँ हालेबाटै नभएर चाहिँ होइन यसमा चाहिँ काँक्रो लिएर यहाँ आउँदैछु ठ्याक्कै कहाँ भन्दाखेरि त्यो पिङ भएको ठाउँमा आइपुगेँ पानी धम्ने बनाएको छ नहोला मेरो लडेछन् क्या पानी धम्ने बनाएको यहाँ धान पाक्नु सुरु भइरहेको
त्यही मात्रै छन् गाइज। के म जाने घर ढिलो भइसक्यो। ल ल मेरो भिडियो बनाइदिनु भन्ने थियो गाइज। अब के परिवार ढिलो भइरहेको होइन। ब्लगको नामै छैन भाइ मेरो त। अब मेरो छ ब्लग गर्न सोध्दैछ झ्याउलाउँछ कि मैले फेरि त्यो ब्लग भनेपछि अहिले त्यो भनेर चाहिँ गर्न झ्याउलाउँछ होइन कि 100 सब्सक्राइबर भएर नि हो भन्नु ओहो भन्नुहुन्थ्यो नि। त्यसमा 20जना सब्सक्राइबर हुनुहुन्छ, भ्यू जान्छ जम्मा 5-6। अनि त्यो भएर त मजा भन नि त। एउटा भनौँ न एउटा चाहिँ यो पछिकोलाई सम्झना हुन्छ भनेर पनि हो बनाउनु लाग्यो। अब भ्युज भएन भने ठिकै छ होइन। त्यसमा अब अर्को फाइनल्ली अर्कोबाट आइपुगेको छु गाइजहरू। यहाँ चाहिँ गाह्रो भयो, हामीलाई थकाइलाई छ गाइजहरू। मेरो खेतमा पानी लगाउने कुलुवालाई हाम्रो चाहिँ उताको खेतमा चाहिँ कुलाको पानी लाग्दैन, मुलै छ। यता चाहिँ हाम्रो यही कुलाको पानी लगाउने हो सट्टा लाएर। फेरि पनि म अस्ति आएर नि गाउँमा आएर बाख्रा चलाएर गएको थिएँ। कति थकाइ लागेको थियो नि गाइजहरू यार, ढुक्क लाग्यो। मलाई त खेतमा यहाँ पानीको चाहिँ पाली लाउने टाइम हुन्थ्यो। अब सोधेकै छैन यहाँ त पाली कहिले भन्दा नि सानै धान पाइदिएछ। यहाँ नि यस्तो भइसकेको छ, के धान रहेछ कुनि यो गाइजहरू। हाम्रो त त्यहाँ तल अनदी अर्कोवाला त्यो हाइब्रिडवाला हुन्छ त्यो लगाएको। यता चाहिँ यताको खेतमा चाहिँ उता काँक्रो यो काँक्रा टिपेको खेतमा चाहिँ त्यो लगाएको एक्लै लगाएको। हाम्रोतिर चाहिँ एक्लै धान त्यो चाहिँ अलिकति विशेष प्राथमिकता छ हाम्रो गाउँमा चाहिँ एक्लैलाई। त्यो भएर एक्लैको लगाएको थियौँ गाइजहरू। चाहिँ फाइनल्ली अब अर्को पनि आइपुग्यो। यहाँबाट गइदिन्छु म त धानको बिचबाट झ्याउ लाग्यो चाहिँ उताबाट घुमेको जान होइन। यस्तो झाडी छ यार गाइज। यहाँबाट चाहिँ सबै रुजिन्छ कि अब यो चाहिँ हाम्रो फर्स्ट गरा हो गाइज। म र धन बराबर छौँ। सब रुझेँ गाइज म त यार खुट्टा नै केही नै भने गाइज यार। यस्तो यो पानी अलि धेरै नपरेर यो वर्षमा अनि चाहिँ अर्को गरामा फेरि झरिन्छ माएर झोला। यसमा चाहिँ अलिकति साह्रो गिलो रहेछ गाइजहरू यार यो गरा चाहिँ। पिच्छातिर भन्दा चाहिँ ठ्याक्कै यस यहाँ पनि काँक्राको झ्याल भएर आइपुगेको छु गाइज म यहाँ चाहिँ होइन। यसको चाहिँ खै काँक्रा इसी यहाँ छ गाइज। यसको यसलाई पनि अब टिपाउन खस्यो गाइजहरू तल। यो चाहिँ भयो होइन। यो चाहिँ गाइजहरू यहाँ सानो फल्दै रहेछ। अब अर्को चाहिँ यहाँ भनिदिनु पर्ला रहेछ सानो काँक्रा दुईवटा रहेछ। एउटा पनि अर्को पछिल्लो रहेछ भन्ने ट्याक्केन। अन्त गाइज मेरो यहाँ पाए पुरै चिसै भयो यार के गर्ने अब। म त सानो सानो खानु भन्नु थिएँ, म त यत्रो बचिलो होला भनेको थिएँ। ठुलो ठुलो रहेछ। अनि सामने चाहिँ भट्ट अलिअलि त्यो दाना हाल्दैछ, बाहिरको कभर हाल्दै रहेछ। भात चाहिँ फेरि गाली गर्छन् गाइज, यसलाई पठाएको भात चाछ भट्टको रुख भनेर गाली गर्छन्। घरमा आमा पनि गाली गर्छ फेरि।
आइसक्यो घर जानु पऱ्यो गाइज अब एकछिन टिका लगाउने हो टिका लाग्यो भ्लगहरू चाहिँ बनाउनु हो यसरी मल्ने लाइनमा गर्दाखेरि गरिन्छ के भएर चाहिँ त्यस हाम्रो यहाँ यत्रो पहिरो गयो बनाएको छैन ढुङ्गाले लिएर आएर यहाँ गर्दै हुँदाखेरि भ्याइएन यो गर्छ मलाई यहाँ पोखर जानै ढिलो भयो कि अनि के भएर चाहिँ भ्याइएन सातवटा क्षेत्र पाउँ भनेर क्षेत्रमा खालि गर्नु पाएन भ्याइएन गर्नु त ल फाइनल्ली गइछ अब म चाहिँ यता माथि आइपुगेँ अब म हजुरहरूलाई चाहिँ हाम्रो यो उ देखाउँछ है भैँसी छन् हाम्रो यहाँ चाहिँ दुईवटा घरमा चाहिँ छैनन् एउटा ब्याउने भैँसी छ अनि एउटा पाटी छ यहाँ चाहिँ ट्याक्क लाएर अनि म देखाउँछु तपाईँहरूलाई है त्यो देखाउँछु गिराउनु झ्याल पनि टन्ने अन्त चाहिँ सब्जीहरू यहाँ पठाइदिनुहुन्छ पोखरा गाउँबाटै अनि चाहिँ घरमा सब्जीहरू मस्त लगाइन्छ भनौँ न अहिले ठिकै त्यस्तो धेरै नै हल्का हामीलाई टुनी त तरिकाले यस हाम्रो एउटा भैँसी पानी खानेहरूलाई यतै यस तिरम्लाको झ्याल रकोट यहाँको चाहिँ त्यहाँ चाहिँ शिव मन्दिर अब चाहिँ म घर जानु पऱ्यो गाइज यताबाट जान्छु म है अब उता जान्न र मैले हाम्रो भैँसी पनि देखाएँ हजुरहरूलाई लगाइछु र म चाहिँ घरतिर जान्छु हजुरहरूलाई चाहिँ मेरो आज यति नै भ्लग अब हिजोको राति अम्माको वाला अगाडि हुन्छ अनि यो चाहिँ पछाडि गएर ठ्याक्क भ्लग हुन्छ कम्ती अनि आधी घन्टा जस्तै हुन्छ लगाइजहरू फुल हेरिदिनलाई सिट नगरिकन कालिले यसो गरेर मोन्टाज गर्न पनि हुन्थ्यो रेडी के गाइज अब गाह्रो छ काँक्रा यसरी बोक्नु पऱ्यो गाइजहरू म चाहिँ अब जान्छु युट्युब मोन्टाज गर्न पाए त हुन्थ्यो गाइज सबजनाले यसो हल्का सपोर्ट गरौँ लाइक कमेन्ट सेयर सब्सक्राइब च्याट्ट गर्नुहोस् अनि हजुरहरूले जति माया गर्नुहुन्छ त्यति म भिडियो बनाउने कोसिस गर्छु पोखरा नै भए पनि अलिअलि भ्लग त बनाएर हालिहाल्छु गाइज होइन हजुरले त्यस्तै माया गरेर मोनिटाइज भयो भने चाहिँ गाउँको भ्लगलाई पनि शनिबार ठ्याक्क आउँछु अनि हजुरहरूलाई म गाउँको भ्लग पनि देखाइरहेको हुन्छु गाइज होइन अब त्यस्तै नै छ गाइज मेरो चाहिँ अब ठिकै छ अहिले चाहिँ यति नै बाई बाई एभ्री वान गाइज ह्याप्पी दसैँ सबैजनालाई दसैँपछि भ्लग आउँछ तै पनि ह्याप्पी दसैँ सबैले राम्रोसँग मनाउनु होला देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी तथा मेरा साथीजन सबैमा विजया दशमीको मङ्गलमय शुभकामना यति भन्दै मेरो भ्लग यहीँ समाप्त हुन्छ।